झलक दिखलाजाको रिजल्ट आउट भएको छ। तेरियाले जितिन् ताज। नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन झलक दिखलाजाको ट्रफी जितेकी छिन्। बलिउड अनलाइन बलिउड लाइभका अनुसार उनले अन्य 2 प्रतिस्पर्धीलाई उछिन्दै उनले यो ट्रफी जितेकी हुन्। तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइभले लेखेको छ। तेरियाले यसअघि जीटीभीबाट प्रसारण भएको डान्स इन्डिया डान्सको उपाधि पनि जितेकी थिइन्। विशेष गरी तेरियाको चर्को प्रतिस्पर्धा सलमान युसुफ खानसँग देखिएको थियो, तर भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइनले जनाएको छ। यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रसारण हुनेछ। रूपन्देहीकी तेरियालाई भोट गर्ने भन्दै केही दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो। अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो। तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन, तर सेलिब्रिटीहरूको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन्।